नमस्कार, म समीक्षा थापा। तपाईँहरूको माझमा म गीति कथा लिएर उपस्थित भइसकेको छु र आजको गीति कथाको शीर्षक रहेको छ गाउँमा एक्लो जीवन बिताइरहेकी आमा। मान्छेहरू भन्छन् आमाको काख संसारकै सबैभन्दा सुरक्षित र ठुलो ठाउँ हो। मान्छेहरू भन्छन् आमाको काख संसारकै सबैभन्दा सुरक्षित र ठुलो ठाउँ हो। हो, त्यो काख कहिल्यै खाली भएन जबसम्म हामी साना थियौँ। तर आज त्यही काख दिने आमाको घरतिर हेर्नुहोस् त। गाउँको त्यो पुरानो घर जसको छानाबाट बर्खामा पानी टप्किन्छ, आँगनमा मखमली र सयपत्री फुलिरहेका छन्। त्यही आँगनको डेलमा बसेर टोलाउँदै गरेकी एउटी बुढी आमा हुनुहुन्छ। छैनन् भनौँ भने उहाँका सबै छन्। श्रीमान थिए त कालले लग्यो, छोराछोरी थिए जसलाई आमाले आफ्नो पेट काटेर डाँडा काँडा खाली घोडा हिँडेर ठुलो बनाउनु भयो। तर ती छोराछोरी ठुला भए, पखेटा उम्रिए, आफ्नो आफ्नो बाटो लागे। कसैलाई सहरको धपेडीले तान्यो त कसैलाई परदेशको बाध्यताले तान्यो। तर पछाडि गाउँको घरमा बिहानको भालेको डाकसँगै टेकाब्दा हातहरू आज पनि आफैलाई एक कप चिया बनाउन सङ्घर्ष गरिरहेकी छन्। उमेरले डाँडा काटिसक्यो, गोडाहरू सुन्निन लागे। उमेरले डाँडा काटिसक्यो, गोडाहरू सुन्निन लागिसके, आँखाका ज्योति धमिलो भइसक्यो। दुःखको बेला बिरामी पर्दा, ज्वरोले शरीर तातो भएर काँपिरहँदा आमा भनेर तातो पट्टी लगाइदिनेसम्म पनि कोही छैनन्। अलिकति तिर्खा लाग्दा पनि एक घुँडको पानी सारेर दिने मान्छे समेत त्यो घरमा छैनन्। अलिकति तिर्खा लागेर एक घुँडकी पानी दिने मान्छेसम्म पनि आज त्यो घरमा छैनन्। कहिलेकाहीँ फोनको घन्टी बज्छ, आमा हतारिँदै गएर फोन उठाउनुहुन्छ। म अलि व्यस्त छु, पछि कुरा गर्छु, बस त्यति भनेर उताबाट फोन काटिन्छ। यता आमाको आँखाभरि आँसु हुन्छ। ती आँसु कसैले देख्दैन, त्यो वेदना कसैले सुन्दैन। जिन्दगीभर जसका लागि पसिना बगाउनु भयो, जिन्दगीभर जसका लागि पसिना बगाउनु भयो, जसलाई मान्छे बनाउनका निम्ति आफ्नै बल वैसा सिद्धाउनु भयो, आज तिनै सन्तान आफ्नै दुनियाँमा मस्त छन्। आज तिनै सन्तान आफ्नै दुनियाँमा मस्त छन्। कहिलेकाहीँ त त्यो सुनसान घरमा टोलाउँदै गर्दा, कहिलेकाहीँ त्यो सुनसान घरमा टोलाउँदै गर्दा आमाको मनमा प्रश्न उठ्ने गर्छ, आखिर कसका लागि रहेछ यो व्यर्थ सङ्घर्ष? केका लागि मैले आफ्नो सिङ्गो जिन्दगी रित्याएँ? के यही दिन देख्नका लागि मैले उनीहरूलाई हुर्काएँ? के यही दिन देख्नका लागि मैले उनीहरूलाई हुर्काएँ? आमालाई ठुला महल चाहिएको छैन, न त महँगा कपडा, न त मिठा परिकार। उहाँलाई त केवल अलिकति माया, अलिकति समय र आफ्नो सन्तानको साथ मात्र चाहिएको छ। तर समय यस्तो भइदिन्छ कि जहाँ मान्छे त छन्, सम्बन्ध त छ, तर आत्मीय हराइसकेको छ। तर समय यस्तो भइदिन्छ जहाँ मान्छे त छन्, सम्बन्ध छन्, तर आत्मीय भने हराइसकेको छ। गाउँको त्यो एक्लो घरमा आमा दिनहुँ बाटो हेरेर बस्नुहुन्छ। गाउँको त्यो एक्लो घरमा आमा दिनहुँ बाटो हेरेर बस्नुहुन्छ। सडकको पहचाप सुनियो कि मेरा छोराछोरी आए कि भनेर ढोकासम्म आउनुहुन्छ। तर फेरि सुस्केर हालेर निराश हुँदै फर्किनुहुन्छ। फेरि रित्तो बाटो देखेर सुस्केर हाल्दै फर्किनुहुन्छ।
फेरि पनि त्यो रित्तो बाटो देखेर सुस्केर हाल्दै फर्किनुहुन्छ। त्यसैले तपाईँहरूको पनि आफ्नो आमा गाउँमा एक्लै बसिरहनु भएको छ भने ती बुढी आमाको सहारा भनेको तपाईँहरू मात्र हो। त्यसैले तपाईँहरू पनि आजै गएर उहाँलाई सहारा बनिदिनु होला। बुढेसकालको सहारा भनेको तपाईँहरूको आफ्नो आमा हो। आमा तपाईँले पैसा धन त कमाउन सक्नु होला, तर आफ्नो आमालाई फेरि पनि कमाउन सक्नुहुने छैन। सबैले आफ्नो आमाको सहारा बन्नु होला र साथ सहयोग गर्नु होला बुढेसकालमा। हस्, धन्यवाद।